मानिस यो ब्रह्माण्डकै सर्वश्रेष्ठ प्राणीको रूपमा लिइन्छ। मानिसको विकासक्रमको इतिहास छुट्टै छ। सिकारी युगदेखि हालको विकसित समाजसम्म आइपुग्दा धेरै चरणहरू पार गरिएको लिखित अलिखित इतिहासहरू छन्। सिकारी युगमा मानिसहरू कबिला समाजमा थिए। निश्चित ठाउँको शिकार वा खाद्य वस्तु सकिएपछि अर्को ठाउँमा सरिहाल्ने। तर पछि एकै ठाउँमा बसोबास गरी खोरिया फाँडेर अन्नबाली लगाउने तथा पशुपालन गर्ने कामहरूको सुरुवात भयो। यसरी स्थायी बसोबासको संस्कार विकसित भएको पाइन्छ। मानिसको स्थायी बसोबाससँगै खोरिया फाँडेर लगाइएको अन्नबालीको सह होस्, देवी देवता, मौसम, हावापानी, प्रकृतिको साथ रहोस्, जङ्गली जनावरहरू नलागोस्, विभिन्न रोग व्याधि, हैजा आदिबाट बच्न सकियोस्, परिवार समाजमा सुब्बे फाब्बे होस् भनेर प्रकृति र पितृहरूको मानमनितो गरी बलबिम्ती माग्ने प्रचलन विकसित भएर आयो। यसरी गरिने पूजालाई किराँत लोहोरुङ जातिले इक्सामाङ अर्थात् बाली पूजा भन्ने गरेका छन्। यो पूजालाई खोरिया पूजा पनि भन्ने गरिन्छ। किराँत समुदायका अन्य जातिहरूले पनि आआफ्नै भाषा, रीति, शैली, संस्कार अनुसार यो पूजा पुज्ने गरेको पाइन्छ। आज सङ्खुवा सभाको चिचिला गाउँपालिकाको आहाले, बखुवा, सोभाङमा, डाँडागाउँ, बास्थला, खर्सु र बेसीटोलका किराँत देरेम लोहोरुङ दाजुभाइले पुज्ने इक्सामाङ पूजाको एक वृत्तचित्र यहाँ प्रस्तुत गर्दैछौँ। यहाँका लोहोरुङ समुदायले उभौली लागेसँगै बाली लगाउनु अघि वर्षमा एकपटक अनिवार्य इक्सामाङ पुज्ने गरेका छन्। केही वर्ष अघिसम्म यी टोलहरूका लोहोरुङ भाइबन्धुहरूले एकै ठाउँमा पूजा गर्थे। व्यवस्थापनमा समस्या भएपछि बीचमा सल्लाहले नै दुई ठाउँमा छुट्टा छुट्टै पूजा गरियो। यसरी लोहोरुङ भाइबन्धुले छुट्टा छुट्टै पूजा गर्दा आफ्नै दाजुभाइ टाढिएको तथा चिन्जान समेत कम हुँदै गएको र पूजाको रीतिविधिहरूमा समेत फरकपना हुँदै गएको महसुस गरिएपछि यसै वर्षबाट पुनः एकै ठाउँमा पुज्न थालेका हुन्। यो वर्ष सबै लोहोरुङ दाजुभाइहरूले सोभाङमाको जुवारी खेतमा संयुक्त पूजा गरेका छन्। इक्सामाङ पूजा चावाबाट सुरु हुन्छ, जसलाई लुङभुकमा चावा पनि भन्ने गरिन्छ। लोहोरुङ भाषामा लुङको अर्थ ढुङ्गा, भुक्माको अर्थ ओढार वा ढाड हो भने चावाको अर्थ खानेपानीको स्रोत हो। अर्थात् यहाँका आदिम कालदेखि बस्दै आएका देरेम लाम्सोङ लोहोरुङ पुर्खाहरूले खाइल्याएको वा पिइल्याएको ढुङ्गाको ओढारबाट निस्किने पानी नै चावा हो। इक्सामाङ पूजाको लागि चावाबाट 2 गाग्रो सफा पानी भरी एकवटा थुम्से र डोकोलाई सफा गरी कपडाले छोपेर जतनका साथ पूजाथानसम्म लिएर जानु पर्दछ। एउटा गाग्रो र थुम्से भाइबन्धुहरूको नामको हुन्छ भने अर्को गाग्रो र डोको छोरी चेली तथा ज्वाइँ चेलाको नामको। पानी लिन यहाँका पुजारी, पुर्खा र युवाहरू डाँडागाउँ स्थित जालपा मावि छेउैको लुङभुकमा चावामा पुग्छन्। चावाबाट सोझै पानी भरेर जान मिल्दैन। यहाँको देवी देवता र जङ्गलीको मान मनितो गरी पूजा गरेर मात्र पानी भर्नुपर्छ। त्यो पानी अति सफा, कुनै धुलो वा फोहोर रहित हुनु पर्दछ। तसर्थ सफा कपडाले छानेर भरिन्छ। चावाबाट विधिपूर्वक पानी भरेपछि पूजाथानतर्फ लगिन्छ।
यहाँ भरिएको पानी थुम्से र डोको कतै नबिसाई पूजाथानसम्म पुर्याउनु पर्ने हुन्छ। सम्पूर्ण पूजा सामग्री गाउँकै सबैभन्दा ज्येष्ठ पुर्खाको घरमा जम्मा गरेर लगिन्छ। यस्तो पुर्खाको घरलाई पासिङखिम भनिन्छ। पासिङखिममा जम्मा 9वटा भारी बनाउनु पर्छ र एकैपटक बोकेर ती सामग्रीहरू पूजा स्थलसम्म लगिन्छ। यस पटकको पूजामा दिदिङ डाँडागाउँका ज्येष्ठ पुर्खा सूर्यबहादुर देरेम लामसोङ लोहोरुङको घरमा सम्पूर्ण पूजा सामग्री भेला पारियो र यहीँबाट पूजा स्थलसम्म लगियो। पूजाका लागि चाहिने सम्पूर्ण सामानहरू सहित पूजा गरिने परिसर पुगेपछि पुर्खा र वैन्चे अर्थात् तरुणहरू पूजाको बन्दोबस्ततर्फ लाग्छन्। स्याउला खोज्ने, पूजाथानको लागि चाहिने सरदामहरूको जोहो गर्ने, पूजाथान बनाउने काममा पाको पुर्खाहरू र तन्नेरीहरू लाग्छन् भने महिला तथा आमा खलकहरू पाहुनाको सत्कार पकाइ तुलाइमा लाग्छन्। खानपान तथा पूजाका लागि आवश्यक दुनाट परिगाँस्नेसम्म आमा खलकले नै भ्याउने गर्छन्। यो पूजामा लोहोरुङ बन्धु किराँती समुदायका सदस्यहरू मात्र सहभागी हुन मिल्छ। यस बाहेकका अन्य मानिसहरू पूजामा सहभागी हुन मनाही छ। तसर्थ किराँत समुदायका नातेदार, कुल कुटुम्ब, आफन्तहरूलाई मात्र निम्तो दिइन्छ। इक्सामाङ पूजामा चावमा सिकारीलाई पूजेको बाहेक नै 7वटा थानबाट देवी देवताको पूजा गरिन्छ। भूमेथान, पगरी हाङपा पगरी हाङमा, बाखटाङपा बाखटाङमा, माक्लुङ थान, गावटाङमा थान, याङलिमे थान, मेएरेङ्गे थान र टाङलिमे थान गरी 7वटा थान बनाएर पुजिन्छ। यी सबैको पूजा थान एकैपटक बनाइसकेपछि मात्र पूजा सुरु हुन्छ। प्रत्येक पूजा थानमा एकै पुजारीले वा फरक फरक पुजारी जसरी पनि पुज्न सकिन्छ। तर मूल पूजाको लागि भने विशेष विद्या भएको धामी पुजारी नै चाहिन्छ। प्रत्येक थानमा एक मूल पुजारी हुन्छन् भने अन्यले फलाक्न सघाउने गर्छन्। पूजा सुरु हुनुभन्दा अगाडि पुर्खा तथा पुजारीहरूलाई शिरमा फेटा बाँधेर शिर उठाउने गरिन्छ। सेतो फेटा किराँती समुदायको पहिचान हो। पूजा सुरु गर्नुभन्दा पहिले मुख्य थान पगरी हाङपा पगरी हाङमा, बाखटाङपा बाखटाङमाको थानमा तेल्ला ओछ्याइन्छ। लोहोरुङ भाषामा पूजामा प्रयोग गरिएको केराको पातलाई तेल्ला भनिन्छ। पूजा थानमा तेल्ला ओछ्याएपछि मात्र पूजा सुरु भएको मानिन्छ। तेल्ला ओछ्याउनु अघि पूजामा सहभागी सबैलाई खाजा नास्ता दिइन्छ। तेल्ला ओछ्याएपछि पूर्ण रूपमा पूजा नसकिएसम्म सम्पूर्ण खानपान बन्द हुन्छ। तेल्ला ओछ्याएपछि पूजामा सहभागीहरू पूजा क्षेत्रबाट अन्यत्र जान मिल्दैन। बाहिरकाहरू पनि पूजामा आएकाहरूसँग भेट्न तथा बोल्न समेत मिल्दैन। अरू कोही पूजामा मिसिन नआउन् भनेर बाटोमा स्याउला गाडेर पूजा सुरु भएको सङ्केत दिइन्छ। यो बन्देज पूजा सकिएपछि मात्र खुल्ला हुन्छ। इक्सामाङको मूल पूजा गर्ने ठाउँमा सबैभन्दा पहिले भूमे पुजिन्छ। यो पूजाको लागि भूमे ढुङ्गालाई सिन्दुर, धागो, अक्षता र तितेपातीले सजाइन्छ। यो पूजाको लागि विशेष धामी पुजारी चाहिँदैन। जान्ने पुर्खाहरूले पूजे मात्र पनि हुन्छ। यो पूजा पर्वते भाषा अर्थात् नेपाली भाषाबाट नै पुजिन्छ। यहाँ एक कुखुरा र अन्डा चढाउनु पर्छ। भूमे पूजा गर्नाले माटो उर्वर हुने, लगाउन लागेको बाली राम्रो हुने, मौसम हावापानी राम्रो हुने र बाली सप्रिने विश्वास गरिन्छ। यो पूजा बाढी पहिरो नलागोस्, हावाहुरी, असिना पानी नपरोस् भनेर
पुज्ने गरिन्छ। भूमे पूजा सकिएसँगै ठुलो पूजा सुरु हुन्छ। इक्सामाङकै सबैभन्दा ठुलो पूजा पगरिहाङपा पगरिहाङमा बाखटाङपा बाखटाङमा हो। यो पूजाको थान विशेष हुन्छ। यो पूजा जो कोहीले पुज्दैनन्, विशेष धामी पुजारी आवश्यक पर्छ। यो पूजामा 1वटा सुँगुर, 1वटा कुखुरा, 4वटा अन्डा लगायतका पूजा सामग्रीहरू आवश्यक पर्छ। पूजाका लागि ल्याइएको सुँगुर बुच्चा हो भने कुखुरा पोथी र सुँगुर भुनी भए कुखुरा भाले हुनुपर्छ। यस पूजाको लागि स्याउला सहितको पातले कटुसको 4वटा लिङ्गो गाडिन्छ। लिङ्गोको हाँगामा बाक्लो गरी भाटाले टाँड अर्थात् थङचेम बनाइन्छ। त्यो टाँडमा रातो, सेतो, पहेँलो, कालो रङको कपडा बिछ्याई त्यसमाथि चामल, बेसुक अर्थात् अदुवा, याङदाम ढ्याकी पैसा लगायतका पूजा सामग्री राख्नुपर्छ। तल्लो भुइँतलामा भने केराको 3 पात तेल्ला ठाडो राखी त्यसमाथि 9वटा तेल्लाको टुक्रा खापै खाप राखेर एउटाले बेट मारिन्छ। पूजा गर्न लागेको समय उभौली हो भने दाहिने, उधौली हो भने देब्रे मिचेर तेल्ला ओछ्याउनु पर्छ। ती सबै तेल्लामा अक्षता र अदुवा राखिन्छ। यहाँ लिङमा अर्थात् चिन्डो, टङपा अर्थात् तोङबा, गडुवा आदि आवश्यक पर्छ। सुँगुर बुच्चा छ भने पूजाथानको दाहिने र भुनी छ भने देब्रे भागमा बाँध्नुपर्छ। चावबाट ल्याइएको 1 गाग्री पानी र थुम्से दाहिनेपट्टि राख्नुपर्छ। पूजाथानको देब्रेपट्टि चावबाट ल्याएको अर्को गाग्रीको पानी र छोपिएको डोको राखिन्छ। पूजाथानको कुनापट्टि 2वटा तोङबा, 2वटा चिन्डो र 2वटा गडुवा राखिन्छ। बीचमा भने पोरम अर्थात् माटोको सानो घ्याम्पा राख्नुपर्छ। त्यस्तै पूजाथानको तल्लो भागको छेउमा 1-1वटा तोङबा, चिन्डो र गडुवा राखिन्छ। यहाँ राखिएको चिन्डो, तोङबा, गडुवाहरूमा केराको पात सिहुराएर सिगार्नु पर्दछ। पूजाथानको आवश्यक सबै तयारी सकिएपछि मूल पुजारीले पुज्न थाल्छ। ल पसिङची बाबाङची चोक्नु जडयो अन्य पुर्खाहरू, छोरी चेली, ज्वाइँ चेला, भाना भान्जोको सहभागितामा पितृ तथा प्रकृतिलाई बडो इज्जत इमानका साथ पुज्ने गरिन्छ। यहाँ गाडिएको प्रत्येक लिङ्गोको फेदमा पातको एकसरे सोलीदुना राखेर त्यहाँबाट भूमिलाई चोखो जल, अदुवा, अक्षता चढाइन्छ। यो पूजामा सुँगुर र कुखुराको बलि चढाई सिल, पाक पकुवा समेत चढाउनु पर्दछ। यहाँ भोग दिइएको सुँगुर र कुखुराको साप्रा र सुँगुरको 4वटा करङ समेत थानमा चढाउनु पर्दछ। पूजा राम्रो भएको वा नभएको भनेर थानमा चढाएको अन्डा फुटाएर हेर्ने गरिन्छ, जसलाई चिङ्गा हेर्ने भनिन्छ। अन्डाको भित्री भागमा सफा कुनै खोट नभेटिए शुभ रहेको, अन्यथा अशुभ हुने विश्वास गरिन्छ। पूजाथानको दाहिने पट्टिको पछाडि चढाइएको अन्डाबाट भाइ बन्धुको लागि चिङ्गा हेरिन्छ। दाहिने अगाडिको अन्डाबाट धामी बिजुवाको, देब्रे पछाडिको छोरी चेलीको र देब्रे अगाडिको अन्डाबाट टुक्खाको चिङ्गा हेर्ने गरिन्छ। लोहोरुङ समुदायले पगरिहाङपा पगरिहाङमा बाखटाङपा बाखटाङमालाई जगत पृथ्वीको धनीको रूपमा मान्ने गरेका छन्। यो पूजा मार्फत आफ्ना समुदायका पितृहरू जगर बगरको धनी, जिमी भूमि, खोला नाला, वनजङ्गल, भिर पहराका धनीहरूलाई खुसी बनाई आशीर्वाद लिनको लागि यो पूजा पुज्ने चलन छ।
पगरिहाङपा पगरिहाङमा, बाखटाङपा बाखटाङमाको पूजापछि माक्लुङ थानको पूजा गरिन्छ। यो पूजालाई लेक सिकारी भनेर पनि चिनिन्छ। धामी पुजारीहरूलाई सिकाउने, नचाउने, जोखाना खुट्याउने, राम्रो नराम्रो चिङ्गा हेराउने सबैभन्दा ठुलो गुरु थानको रूपमा माक्लुङ थानको पूजा गरिन्छ। धामी पुजारीहरू यही सिकारीबाट सबै कुरा सिक्ने बताइन्छ। यदि यो सिकारी बिग्रिएमा वा रिसाएमा धामी बिजुवाहरूलाई दुःख दिने, बिरामी हुने वा हानि नोक्सानी हुन सक्छ। उस्तै परे ज्यान समेत जोखिममा पार्ने विश्वास गरिन्छ। तसर्थ यो सिकारी थानको बडो होसियारका साथ पुजारी सहित बुढो पाको पासिङहरूले पुकार गरेर पुज्ने गर्छन्। यो माक्लुङ अर्थात् सिकारी थान बनाउँदा पनि 4वटा लिङ्गो आवश्यक पर्छ। यहाँ पनि लिङ्गोमा भाटा अड्याई टाँड अर्थात् थङचेम बनाउने गरिन्छ। माथिल्लो टाँडमा केराको पात तेलला ओछ्याएर त्यसमाथि चिन्डो र अन्डा राखिन्छ। माथिल्लो टाँडलाई बाक्लो स्याउलाले छोपेर थान बनाइन्छ। भुइँतलामा भने तेलला ओछ्याई अन्डा, तोङ्बा, लिङमा अर्थात् चिन्डो, गडुवा, अदुवा, अक्षता राखिन्छ। यहाँ पुजारीले बजाउने एउटा काँसको बटुको पनि आवश्यक पर्छ। यहाँ पनि मूल पुजारीले काँसको बटुका बजाएर पूजा सुरु गर्छन्। अन्य पुर्खाहरूले पनि फलाक्दै बलबिम्ती माग्न सघाउँछन्। यस पूजामा ठुलो भालेको बलि दिनुपर्छ। उक्त भालेको बलि चढाइसकेपछि सर्वाङ अर्थात् छाला काटेर अग्लो लिङ्गोमा झुन्ड्याउनु पर्छ। यस थानमा पनि कुखुराको सिल पकुवा चढाउनु पर्छ। इक्सामाङ पूजाको अर्को थान गावाटाङमा थान हो, जसलाई जङ्गली बुढिनी पनि भन्ने गरिन्छ। यो थानलाई लक्षिन माग्ने थानको रूपमा पनि बुझ्न सकिन्छ। यो थान माक्लुङ सिकारी नजिकै देब्रेपट्टि बनाउनु पर्छ। यो थान बनाउँदा ससाना स्याउला गाडेर बनाइन्छ। यस थानमा केराको पात तेलला ओछ्याएर त्यसमाथि तोङ्बा, चिन्डो, गडुवा, अन्डा राखिन्छ। यो थानमा पुज्दा एउटा वयस्क पोथी चाहिन्छ। यहाँको पुजारीले काँसको बटुका बजाउँदै गावाटाङमाको सेवा बिम्ती गर्छन्। आफूहरूलाई खान लाउन पुगोस्, लक्षिन भित्रियोस्, झै झगडा दुख बिमार केही नहोस्, समुदायमा सबैलाई खुसी मिलोस् भनेर गावाटाङमाको पूजा गरिन्छ। कुखुराको भोग दिएपछि यहाँ पनि पकुवा चढाउने गरिन्छ। इक्सामाङमा 5औं पूजा याङलिमेको गरिन्छ, जसलाई औले सिकारी वा बाँदर देवा पनि भनिन्छ। पहिलोदेखि 4थो पूजाको थान कान्लाको कुनामा गरिन्थ्यो भने यो याङलिमेको थान कान्लाको डिलमा बनाइन्छ। यो थानको लागि पातले कटुसको 2वटा हाँगा गाडी एउटा हाँगा तेर्स्याएर त्यसमा ससाना 7वटा उल्टो र सुल्टो बनाएर स्याउला झुन्ड्याउनु पर्छ। यो बाँदरको प्रतीकको रूपमा मानिन्छ। यस थानमा घोगा सहितको मकै, भुटेको धान पनि चाहिन्छ। अदुवा, अक्षता सहित कोदोको रोटी समेत चढाउनु पर्छ। पूजा थानको दाहिनेतिर बाँसको कप्टेरोको घुङ्रिङ खेपी छड्के गाड्नु पर्छ। त्यो सँगै केराको पात बारीको डिलपट्टि ओह्रालो पारेर बिछ्याउनु पर्छ। थानको बीचमा 1-1वटा तोङ्बा, 1-1वटा चिन्डो, 1-1वटा गडुवा तेल्लामाथि राख्नु पर्छ। पुजारीले बजाउनको लागि काँसको बटुको र बाँसको टुप्पोको सिठी आवश्यक पर्छ। यो पूजाको लागि भाले र पोथी 2वटा कुखुरा आवश्यक पर्छ। दाहिनेतिर भाले र देब्रेतिर पोथी राखेर पुजिन्छ। यस पूजामा बलि दिँदा कुखुराको मुख च्यातेर
अघि ओह्रालो पारेर बिछ्याएको तेल्लामा खुन बगाउनु पर्छ। विशेष गरी कृषकले लगाएको बाली नालीमा बाँदर, दुम्सी, चरा, मुसा लगायतका जङ्गली जनावरले क्षति नपुर्याओस् भनेर याङलिमेको पूजा गरिन्छ। यो पूजामा पनि कुखुराको पकुवा, अन्डा चढाएर मात्र पूजा सकिन्छ। याङलिमेको पूजापछि मेएरेङ्गे साम्माङको पूजा गरिन्छ। यसलाई पारीको बुढिनी वा सिकारी देवा पनि भनिन्छ। यो थान पनि बारीको डिलमा नै बनाइन्छ। यो पूजाको थान बनाउँदा ससाना स्याउलाको 2वटा कोठा बनाइन्छ। दाहिने कोठामा तेल्ला ओछ्याएर 2 तोङ्बा, 2 चिन्डो, 2 गडुवा र कोदोको रोटी राखिन्छ। देब्रेपट्टिको कोठामा 1 तोङ्बा, 1 चिन्डो, 1 गडुवा लगायतका पूजा सामग्री राखिन्छ। पूजा थानको बीचमा 1 चिन्डोलाई पोते, चुरा, कपडा आदिले सिगारेर राखिन्छ। यो पूजा थानलाई सेतो कपडा ओढाइन्छ। यहाँको पुजारीले पनि काँसको बटुका बजाएर पुकार्ने गर्छन्। यो पूजामा 3वटा कुखुरा र 3वटा अन्डा आवश्यक पर्छ। अरू पूजामा धूप पोलिन्छ, तर यहाँ धूप पोल्नु पर्दैन। यहाँका कृषकले अन्नबाली लगाउँदा कुनै चोटपटक नलागोस्, सन्चो सुविस्ता होस्, फलेको अनाज खाँदा पिउँदा कुनै समस्या नहोस् भनेर मेएरेङ्गे साम्माङको पूजा गरिन्छ। यस पूजामा कुखुराको पोलेको खुट्टा, पखेटा र अन्डा चढाउनु पर्छ। इक्साम्माङ पूजामा अन्तिममा टाङलिमेको पूजा गरिन्छ। यसलाई धनकुटे देवा पनि भनिन्छ। यो पूजाको थान बनाउन बाँसको 4वटा हाँगा सहितको टुप्पो 4 चोसोमा गाड्नुपर्छ। यो थान अरू थानभन्दा टाढा एकान्तमा बनाउनु पर्छ। बाँसको टुप्पो गाडेको प्रत्येक फेदमा बाँसकै ससाना घुङ्रिङ छड्के गाडेर त्यसमाथि अन्डा राख्नुपर्छ। टाङलिमेको पूजा गर्दा कुखुराको भाले चाहिन्छ। त्यस्तै काँचो धागो, सिन्दुर, अक्षता चाहिन्छ। यो पूजाका लागि विशेष धामी पुजारी चाहिँदैन। पाका पुर्खाहरूले नेपाली भाषाबाट नै पुकार्नु पर्दछ। यो थानमा कुनै पकुवा चढाउनु पर्दैन। यहाँ चढाएको कुखुराको मासु पाका बुढापुर्खाहरूले बाहेक अरूले खान मिल्दैन। पूजाका लागि ल्याइएका कुखुरा बाँकी छन् भने यही थानमा सबैको बलि चढाइन्छ। यो पूजा गर्नाले गाउँघरमा बस्दा डुल्दा रुघामार्की, हैजा नलाग्ने विश्वास गरिन्छ। पशुपन्छीले बलि चढाइने इक्साम्माङ 2 चरणको पूजा सकिएपछि मात्र समाप्त हुन्छ। पहिलो चरणमा बलि चढाई काटमार गरिन्छ। दोस्रो चरणमा तिनीहरूको शिल, पाक पकुवा चढाई पितृ र प्रकृतिलाई पुकारिन्छ। यसरी पाक पकुवा पूजा थानमा चढाई पूजाको प्रसाद खाँदा कुनै समस्या नहोस् भनेर कामना सहित पूजा उठाइन्छ, जसलाई पूजा फर्काउने पनि भनिन्छ। इक्साम्माङको सबैभन्दा ठुलो थान बाखाटाङमाको थान भने अहिले उठाइँदैन। पछि हिँड्ने बेला मात्र विशेष विधि पुर्याएर उठाइन्छ। पूजा थानमा चढाएको शिल, पाक पकुवा उठाएपछि सबैभन्दा पहिला पूजाकै पासिङलाई खुवाएर शिर उठाइन्छ। पासिङले उक्त प्रसाद ग्रहण गरेसँगै आपसमा आदर सत्कारका साथ ढोगभेट सुरु हुन्छ। पुजारी बीच, आफन्त बीच सबैले सबैलाई ढोग्ने गरिन्छ। पूजा सम्पन्न भएकोमा खुसियाली साटिन्छ। ढोगभेट सकिएसँगै
बन्देज भएको खानपान र भेटघाट पनि खुल्ला हुन्छ। पूजामा चढाएर फर्काएको प्रसाद ग्रहण गरिन्छ, त्यसपछि मात्र अन्य खानपान गरिन्छ। बिहानैदेखि दिनभरिको पूजापाठ अनि खानपान सकिँदा प्राय साँझ परिसक्छ। सबै खानपान सकिएपछि अघि बाँकी रहेको सबैभन्दा ठुलो थान पगरी हाङपा पगरी हाङमाको थान उठाई हाङ बोलाएर पासिङ अर्थात् ज्येष्ठ पुर्खाको घर लैजानु पर्ने हुन्छ। इक्सामाङमा पुजिएका देवी देवताको राजालाई हाङ भनिन्छ। पूजाको मूल थानलाई 3 पटक घुम्दै ओ हाङ भन्दै हाङ बोलाइन्छ। यहाँका धामी पुजारीलाई समेत बोकेरै पासिङको घर पुर्याउनु पर्छ। चावबाट ल्याएर पूजामा राखिएको 2 गाग्रो पानी र छोपिएको थुम्से र डोकोमा चासुम बोकेर हाङलाई बोलाउँदै लहरै पासिङको घर पुगिन्छ। चासुम तथा धामी पुर्खाहरू बोकेर पासिङको घर पुगेपछि मूल चुलालाई 3 फन्को घुमेर मात्र बिसाउनु पर्दछ। पूजाबाट लगिएको जाँड 3 चुला र खामाङमा चढाउनु पर्छ। पासिङ घरमा गाग्रोको पानी डोको र थुम्सेमा चासुम हेर्ने गरिन्छ। ठुलो सफा भाँडामा पानी खन्याई पितृ प्रकृति र देवी देवताले दिने जोखाना हेरिन्छ। दाताले जे दियो त्यो पानीमा तैरिएको हुन्छ भन्ने मान्यता छ। अन्नपात राम्रो भए धान कोदो जस्ता बालीहरूको फूल तैरिएको हुन्छ। पशुपालनको लागि गाईबस्तु भेडा बाख्राको रौँ तैरिएको हुन्छ भन्ने मान्यता राखिन्छ। यहाँ एउटा गाग्री र थुम्सेबाट भाइ बन्धुको लागि चिङ्गा हेरिन्छ भने अर्को गाग्री र डोकोबाट छोरी चेली पक्षको हेरिन्छ। पानीमा थुम्से र डोको खन्याई चिङ्गा हेरिसकेपछि अन्तिममा मूल धामीले पनि आफूले देखेको जोखानाहरू बताउने गर्छन्। खेतीपाती, अन्नपात, पशुपालन लगायतको भविष्य फल बताउने गर्छन्। आगामी दिनको भविष्यवाणी गर्दै सचेत र सजग पनि गराउँछन्। पूजाका लागि प्रमुख घर पासिङको घर हो। बिहान पूजा सामग्री पनि यही घरबाट निकालिएको थियो भने पूजा सकिएपछि पनि यही घरमा विसर्जन गरिन्छ। यो पासिङ घरबाट त्यस वर्षको इक्सामाङ पूजा विधिवत सकिन्छ। पूजाको सबै काम सकिए पनि मूल पुजारी धामीलाई आफ्नो निवाससम्म पुर्याउनु पर्ने हुन्छ। पुजारीलाई पुर्याउन जो कोही पनि जान मिल्छ। पुजारीले पूजा थानमा चढाएको आफ्नो भागको सिल पकुवा लगायतका प्रसाद आफ्नो पूजा थानमा चढाउनु पर्छ। मूल पुजारी धामीले आफ्नो पूजा थानमा चढाइसकेपछि पकाइ तुल्याइ गरी त्यहाँ पनि प्रसादको रूपमा ग्रहण गरिन्छ। त्यो सँगै 1 वर्षको लागि सम्पूर्ण पूजा विधि सकिन्छ। किराँती समुदाय आफ्नो उत्पत्ति कालदेखि नै पितृ र प्रकृतिलाई भगवानको रूपमा मान्दै आएका छन्। पितृ र प्रकृति खुसी भए सबै थोक प्राप्त हुने किराँत समुदायको विश्वास छ। संसारमा प्रकृतिको देन बिना प्राणी जगतको अस्तित्व नरहने विश्वास गर्ने यो समुदाय पितृ र पुर्खाहरू नभएको भए मानव जीवनको कल्पना समेत गर्न नसकिने दाबी गर्छन्। जे होस्,
किराँती समुदायले पितृ र प्रकृतिलाई नै पुजेर प्रगति र उन्नतिको पथमा हिँडिरहेका छन्।